उनी सोध्छन् कि तिमी एक्लो महसुस गर्छौ? के उत्तर दिउँ उनलाई? हरेक रात थाहै नपाई आँसु खस्दो रहेछ। सपना हो कि भनी झस्कदा विपनामै आधा सिरानी भिजिसकेको हुन्छ। एक्लै त छुइनँ, थाहा छ, तर हजारौँको भिडमा कोही आफ्नोको खोजमा मन यो भौतारी रहन्छ। सधैँ रमाइराख्ने यो मन समय र परिस्थितिको खेल हो भनौँ कि अरू कुरा कुनै असर हो भनौँ, हिजो आज एकान्त नै प्यारो लाग्छ। खुसी हुन मन नभएको त होइन, खुसी हुने प्रयासमा नै मन उदास भइदिन्छ। फेरि सोध्लौ, खुसी हुन पनि कारण चाहिन्छ। खै किन हो कुनी हिजो आज कारण बिनाको खुसी र स्वार्थ बिनाको कुराको पनि केही विश्वास नै लाग्दैन। कतिले भन्छ स्वार्थी भए, कतिले भन्छ निष्ठुरी भए। म भन्छु निस्वार्थ भएको मलाई स्वार्थी बन्न कसैले कुनै कसर नै छोडेन। निष्ठुरी पनि किन पो नबन्नु? दुनियाँ नै निष्ठुरी भएपछि ममा कुनै विकल्प नै रहेन। झस्किन्छु, बिम्रिन्छु अनि थाहा पाउँछु सपनाको खुसी विपनामा हराएछ। जे हुन्छ राम्रैका लागि हुन्छ भनी फेरि मनलाई सम्झाउँदछु।